आज दिनभरिको समय घन्टी समर्थक र बालेन समर्थकहरूको लागि केही खुसी अनि सुखदको कुरा रह्यो। किनभने जेनजी आन्दोलन पछाडि जसरी चाहिँ घन्टी बाहेक अरूले जसरी चाहिँ एकपक्षीय ढङ्गले चाहिँ आरोप लगाइरहेका थिए कि यो घन्टी सरकार भनेको यो अमेरिकाको एसपीपीको लागि चाहिँ आएको घन्टी सरकार हो भनेर चाहिँ जसरी अरूले चाहिँ आरोप लगाइरहेका थिए, त्यो कुराले पनि घन्टी समर्थक र घन्टीहरूको लागि एउटा जवाफदेहिताको विषय बनेको थियो। त्यसकारण आज बालेन्द्र सरकारले जसरी एउटा चाहिँ कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा भाग नलिने कुरा जसरी जनायो, अहिले आएर घन्टी समर्थक अथवा बालेन्द्र सरकार समर्थकहरूलाई अब यो विषय यतिकैमा टुङ्गिहाल्यो भन्ने कुरा चाहिँ अहिले यहाँ धेरैलाई लागेको छ। तर एउटा कुरा के हो भने जसरी घन्टी समर्थक र बालेन समर्थकहरूलाई र स्वयं बालेन्द्र सरकारलाई पनि जसरी उसले चाहिँ कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा भाग नलिने भनेर चाहिँ उसले चाहिँ आफूले चाहिँ भनिरहँदा के एसपीपी भन्ने विषय के नेपाली राजनीतिमा टुङ्गिएकै हो त? अहिले जसरी एक घन्टी समर्थकहरूलाई र बालेन्द्र समर्थकहरूलाई जसरी यो विषय चाहिँ अब चाहिँ बालेन्द्र सरकारले चाहिँ यो विषयबाट चाहिँ पन्छिएपछि यो विषय चाहिँ टुङ्गियो भनेर चाहिँ जसरी उनीहरूले चाहिँ बुझिरहेका छन् र हेरिरहेका छन्, के वास्तवमा नेपाली राजनीतिबाट एसपीपी भन्ने विषय टुङ्गिएकै हो? एउटा कुरा के बुझौँ भने नेपालमा एसपीपी तब मात्रै टुङ्गिन सक्छ जब यो एसपीपी भन्ने विषय एउटा हल्लाको विषय मात्रै हो। अर्को एसपीपी तब मात्रै टुङ्गिन सक्छ जब यो एसपीपी विषयलाई अगाडि बढाएको अमेरिका स्वयं पछाडि हट्न सक्छ। र अर्को कुरा एसपीपी तब मात्रै टुङ्गिन सक्छ जब अमेरिका भन्दा नेपाल चाहिँ भू राजनीतिक हिसाबले शक्तिशाली भएर चाहिँ आउँछ। अब यिनी तीनटा कुराबाट हेर्ने हो भने हिजोको दिनमा यो विषय अलिकति पनि अगाडि नबढिकन यो हल्लाको मात्रै विषय भएन। यदि यो हल्लाको विषय मात्रै होइन र अमेरिका स्वयंले अगाडि बढाएको हो भने अमेरिका योबाट पछाडि हट्छ त? एउटा प्रश्न। अनि अर्को प्रश्न के भने के अमेरिका भन्दा नेपाल शक्तिशाली भए हो जसले चाहिँ यो एसपीपीलाई हामीले चाहिँ अन्तर्राष्ट्रिय कुनै पनि सैन्य गठबन्धनमा हामीले भाग लिँदैनौँ भनेर चाहिँ अहिलेको बालेन्द्रको सरकारले भनिरहे पनि के नेपाल त्यति शक्तिशाली भएको हो जसले चाहिँ अमेरिकाले भनिरहँदा एकरो रूपमा यसरी चाहिँ हामीले चाहिँ अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा भाग लिँदैनौँ भनेर चाहिँ जसरी चाहिँ पन्छिए जसरी चाहिँ के पन्छिएकै हो त नेपाल? एउटा कुरा के हो भने नेपाली राजनीति हिजो सुगौली सन्धि भएदेखि आजसम्मलाई हेर्ने हो भने नेपालको राजनीति घरेलु राजनीतिबाट मात्रै चलेको छैन कि सुगौली सन्धि पछाडि आजसम्म आइपुग्दा। त्यसकारण हामीले के बुझ्न सक्छौँ भने जुन नेपाली राजनीतिमा जुन एउटा चाहिँ वैदेशिक हस्तक्षेप भन्ने विषय चाहिँ जुन छ यो विगतदेखि वर्तमानसम्म हेरिरहँदा यो निरन्तर छ के यो? यदि कुनै पनि राजनीतिलाई अलिकति चाहिँ गहिरिएर नबुझ्ने व्यक्तिको लागि बाहिरी धरातल र बाहिरी सर्फेसबाट चाहिँ हेर्दाखेरि त्यसो नलाग्न पनि सक्छ। तर जुन सुगौली सन्धि पछाडि नेपालको राजनीतिमा अन्तर्राष्ट्रिय राजनीति नेपालको राजनीतिमा सधैँ चासोको विषय बन्यो र प्रत्यक्ष अप्रत्यक्ष रूपमा जसरी हस्तक्षेप गर्दै आयो
यदि अमेरिकाको यो एसपिपी उसको चाहिँ विषय नै रहेछ, उसले जसरी पनि अगाडि बढाउनु पर्ने विषय रहेछ भने एउटा कुरा के हो भने ऊ यो मुद्दाबाट चाहिँ पछाडि हट्दैन। हिजोको दिनमा जसरी पुराना दलहरूले एसपिपीलाई पन्छाए र पुराना दलहरूले एसपिपीलाई पन्छाउँदाखेरि विगतमा जस्ता जस्ता राजनीतिमा घटनाक्रमहरू घटे र जस्ता जस्ता परिणामहरू आए, अहिले बालेन्द्र सरकारले पनि हामी चाहिँ कुनै पनि अन्तर्राष्ट्रिय गठबन्धनमा सैन्य गठबन्धनमा भाग लिँदैनौँ भनेर चाहिँ भनिरहँदा के अमेरिका यो आफ्नो चाहिँ विषयबाट, यो एसपिपीको मुद्दाबाट बालेन्द्र सरकारले भनिरहँदा के पछाडि हट्न सक्छ कि के हो र? यहाँ त धेरैलाई लागेको छ ओहो बालेन्द्र सरकारले चाहिँ अब एसपिपीको मुद्दाबाट चाहिँ सरकार पछाडि हट्यो, विषयबाट पछाडि सक्यो, अब चाहिँ यो टुङ्गियो भनेर चाहिँ यहाँ धेरैलाई लागिरहेको छ। तर एउटा कुरा के हो भने एसपिपीको विषय भनेको अमेरिकाको हो के, नेपालको होइन। यदि यो नेपालको विषय बन्थ्यो, अमेरिकाले चासो लिँदैनथ्यो भने यो विषय टुङ्गिन्थ्यो। तर होइन, यो विषय अमेरिकाको चासोको विषय हो, तर नेपालले चाहिँ यसलाई चाहिँ अहिलेलाई तत्काललाई बालेन्द्रको सरकारले टारे पनि के अमेरिका आफ्नो मुद्दा र विषयबाट चाहिँ पछाडि हट्छ कि के लाग्छ? अहिलेको हाम्रो चाहिँ बालेन समर्थक र घन्टी समर्थकहरूलाई बालेनको सरकारले चाहिँ यसलाई चाहिँ अस्वीकार गरिरहँदा एकपक्षीय ढङ्गले बालेन्द्रको सरकारलाई मात्रै हेरेर चाहिँ अमेरिकन राजनीति र रणनीतिलाई नहेर्ने हो भने उनीहरूले चाहिँ यही नै भन्न सक्छन्, ओहो बालेन्द्रले अस्वीकार गर्यो, अब चाहिँ यो एसपिपीको विषय टुङ्गियो भनेर चाहिँ उनीहरूले भन्न सक्छन्। तर यो एसपिपीको विषय अमेरिकाले नै अगाडि बढाएको हो भने ऊ आफ्नो मुद्दामा पछाडि चाहिँ हट्ने छैन के। ऊ यो विषयलाई टुङ्गाएर पछाडि चाहिँ हट्ने छैन। तर एउटा कुरा के हो भने उसको बाटोमा जुन जुन बाधा बन्छन् नि, बाधक बन्छन् नि, हिजो जेनजी आन्दोलन भयो के कारणले भयो र चाहिँ जुन चुनावको समयमा अन्तर्राष्ट्रिय एउटा जिम्मेवारी संस्था बीबीसीले जुन डकुमेन्ट्री निकाल्यो र अस्ति मात्रै पनि चाहिँ रवि र बालेनको पक्षमा जुन चाहिँ अमेरिकाबाट चाहिँ एउटा चाहिँ शक्ति सङ्घर्षको विषयलाई चाहिँ चर्चामा ल्याइयो, के यो गर्न जरुरी थियो? अहिलेको अवस्थामा जुन राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएर अहिले चाहिँ सरकार सम्हालेको थोरै पनि समय भएको छैन, एउटा अमेरिकाले बालेन र रविको विषयलाई लिएर, शक्ति सङ्घर्षको विषयलाई लिएर अहिले चाहिँ बाहिर ल्याउनु पर्ने के चाहिँ जरुरी थियो? जरुरी थियो र थिएन। त्यसकारण के हो भने आज जुन एसपिपीको विषयमा जसरी चाहिँ कुरा उठिरहेको छ र चाहिँ एकपक्षीय ढङ्गले चाहिँ अहिलेको चाहिँ घन्टी समर्थक र बालेन्द्र सरकारलाई यो एसपिपी विषय टुङ्गियो भन्ने लागे पनि यो विषय अगाडि बढाएको अमेरिकाले उसको लागि चाहिँ यो चाहिँ रणनीतिक नै विषयको रहेछ, चासोको विषय रहेछ भने ऊ चाहिँ पछाडि हट्दैन के। एउटा कुरा के हो भने बरु उसको बाटोमा आइपर्ने बाधाहरू हटाउनको लागि उसले चाहिँ हरसम्भव प्रयास गर्नेछ। हिजोको दिनमा बीबीसी चुनावको एक साता अगाडि चाहिँ जसरी बीबीसीले डकुमेन्ट्री निकाल्यो, अहिले आएर चाहिँ बालेन र रविको चाहिँ शक्ति सङ्घर्षको विषयलाई चाहिँ जसरी चाहिँ एउटा चाहिँ फोकस गरेर बाहिर ल्यायो, यो पनि उसको चासोको विषय हो के। किनभने उसको मुद्दा एसपिपी हो भने उसले आफ्नो बाटामा आउनेहरूलाई, काँडाहरूलाई ऊ चाहिँ पन्छाउँदै जान खोज्छ र जाने चाहिँ उसको चाहिँ रणनीतिक चाल हुन सक्छ। अब त्यो चालमा हिजो बीबीसीको डकुमेन्ट्री त्यस कारण पनि आएको हुन सक्छ र आज चाहिँ रवि र बालेन बीचको शक्ति सङ्घर्षको विषयलाई लिएर जुन आयो अमेरिकनबाट चाहिँ आयो, त्यो पनि उसको चाहिँ चासोको विषय हुन सक्छ
रणनीतिक विषय हुन सक्छ, ताकि उसको बाटामा आउने काँडाहरूलाई हरेक तरिकाले फाल्नको लागि। तर एउटा कुरा के बुझौँ भने यो अहिले आज आएर बालेन्द्र सरकारले चाहिँ जसरी चाहिँ एउटा अन्तर्राष्ट्रिय कुनै पनि सैन्य गठबन्धनमा भाग नलिने भनेर चाहिँ भनिरहँदा अमेरिकाले अथवा एसपीपी विषय अगाडि बढाइरहेको अमेरिकाले बालेन्द्रले चाहिँ आफ्नो चाहिँ उनले चाहिँ अस्वीकार गरे पनि अमेरिकाले त्यसलाई चाहिँ अस्वीकार गर्छ भन्ने चाहिँ मलाई लाग्दैन कि त्यसलाई स्वीकार गर्छ जस्तो चाहिँ मलाई लाग्दैन। यदि अमेरिकाको एसपीपी विषय उसको मुद्दा नै रहेछ र रणनीतिक चाल नै रहेछ भने यो अमेरिका यो आफ्नो एसपीपी मुद्दाबाट चाहिँ पछि चाहिँ हट्दैन।